हेलो गाइज, वेलकम टु अ न्यू भिडियो। र सबैलाई नयाँ भिडियोमा स्वागत छ। अहिले फेरि म नयाँ भिडियो लिएर आइसकेँ। यहाँसम्म चाहिँ म यहाँ बाहिर के गर्दैन थाल्ने हेरौँ है त। म के गर्नु थाल्नु यहाँ हेर्नु केरा पकाउने सजिलो उपाय। केरा पकाउने उपाय यहाँ हालेर चाहिँ नि केरा पाक्छ अरे भनेर टिकटकमा देखेर मैले त्यसो गर्न थालेको। अब पाक्छ कि पाक्दैन, अब पाकेपछि देखाउँला है त। त्यो राखी छोडेर पाकेपछि एकैचोटि देखाउँला। यहाँ हालिसकेन, हालिसके यहाँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हालिसक्यो, सबैमा हालिसक्यो। अनि यहाँ पनि यसरी हालिदिएको पाक्छ अरे भनेर टिकटकमा देखेर मैले यसो गरेको। अब यसो गर्दा त्यो पाक्छ कि पाक्दैन कमेन्टमा भनिदिनु होला। अब म अहिले फर्स्ट ट्राई गर्दैछ, पाक्छ कि पाक्दैन पाकेपछि देखाउँला। कदिन पानी हालेपछि 2 दिन 3 दिनमा पाक्छ, 3 दिनमा 4 दिनमा पाक्छ कि 1 हप्ता चाहिँ लाग्दैन, पाक्छ। अब पाकेपछि देखाउँला। आज मंगलबार भयो, कुनबार पाक्दो रहेछ है त। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो यहाँ बाटो बिग्रेर भद्रगोल बाटो यस्तो बनाएको छ यहाँ डोजरले खनेर। अब यहाँ म यही भर्याङ चढेर जान्छु। अब कहाँ जाँदैछु भनेर हाल्दा म यहाँ भिडियोमा देखाउने नै छु। त्यही भएर हाम्रो भिडियो लास्टसम्म स्किप नगरेर सबै हेरिदिनु होला। रमाइलो भिडियो चाहिँ यो। म चाहिँ यही टिप्न आएको तल घरमा। यहाँ हेर्न सक्नुहुन्छ मैले झोला बोकेर आइसकेँ यो लिनलाई। हजुरतिर केलाई के भन्छ कमेन्टमा भनिदिनु होला। हाम्रोतिर त्यसलाई ट्विट भन्दो रहेछ। म यो लिन आइसकेँ। अब कतिको टिप्छु भनेर म यो भिडियोमा देखाउने नै छु है त। यहाँ हेर्न कालो 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 कस्तो तर छुनु सबै झर्दो रहेछ। बुरुहरू सबै भुइँभरि कालै कालो छ र हेर्दै खङ लाग्दो। यहाँ त कस्तो राम्रो। म एक्लै एउटा छु हेर। यसै झार्छ के गर्ने, झारेको यस्तो के गर्ने, झारेर केही राखेको छैन कालै। त्यो त अस्ति भर्खर हामी देखेको मैले उयो हेरेर त आउनु उपाधि गरेर ट्विटर कस्तो फल्या रहेछ। यता त कालै छ, भुइँमा यो कालै छ यो जैभरि। त्यो माथिबाट झन् पुरै कालै देखिने रहेछ। माथिको सर्दैन तल भइसके हिजो कस्तो थियो, हात त सबै झार्छ हेर न यहाँ पिँढीभरि। हावा त लडिहाल्यो भने यस्तो कमलले पनि होला। बुढो टमाटर खान्छौ तिमी एउटा? टमाटर पोक्याउँछ त मिठो टमाटर छ नि, तिमी पनि खान्छौ? छ हामीले टमाटर राखेको छ। त्यो मिठोले मैले 20 वटा भर्ता खाइसकेँ। 20 वटा हुन भर्ता एउटा दुईवटा होइन 20 वटा हुन भर्ता किलो लागेको छ। यो डमा डमा यो डमा डमा यति मिठो छ नि। धेरै होला दुख्ला, मैले त यति खाइसकेँ भन्न साध्यै छैन। ए यो 3-4 मिटर पाइप दिनुपर्छ अरे, चाहिन्छ अरे। हजुर 3 मिटर पाइप चाहिन्छ अरे अहिले। अनि सकेटहरू के चाहिन्छ अरे। थुप्रो पैसा पर्छ। ल्याउँ न 40 रुपियाँ मिटर छ अरे। ल्याउँ न कसैले ओहो पेट त थुप्रो पो ल्याइदिन्छ बुहारीले। यहाँ हेर्नु न, यहाँ हेर्नु कति हो पाक्नु पनि कालै पाकेको रहेछ। हेर्नु है त कस्तो रहेछ। कस्तो रहेछ मिठो। ब्ल्याक कलर यत्रो भाँडा देखेँ कि त्यहाँबाट हेर्नु नि फेरि मुखमा बस्यो कस्तो रहेछ। मिठो। अब हाम्रो खाजा खाने बेला भयो। खाजा खाने बेला भयो। अघि ल्याएको ट्विट खाने, त्यस पछाडि सुन्तला खाने, अनि त्यस पछाडि खाँदै बस्दै। काम छैन के गर्नु, सासूबुहारी नाति खाँदै भर्दै गर्छौँ हामी त। दिनभरि खाँदै भर्दै। मिठो छ ट्विट त।
यो रातो मेरो पाक्दैन यिनीहरू पाक्छ होला राखिरहेको खानुपर्छ फ्रिजमा हालेर फेरि चाहिएन आउनु जान्छ यो छुने बित्तिकै बुर्र झर्दो रहेछ नि त यो अनि चराले खान्छ यो फेरि रातभरि उसले कमेराले ढुट्टो पारेर खान्छ त यसलाई सुन त चाटेर रगत देखो रगत बढाउँछ यसले त रगत जस्तो तिम्रो पुरा भयो तिम्रो यहाँ 1 2 3 4 कमिलो छ त कति पुरा जति खाउँ होला न खाऊ यो साइडमा ल भइदिएर खाइ स्याउ खाऊ तुमको खाऊ स्याउ मच्छरले खाएर त ढुक्क पार्छ मच्छर लाग्छ नि हाम्रो गाउँतिर हाम्रो चराइ यहाँ त्यहाँ सानीमा सानीमै आउनु के अरे मच्छर भुटेर खानु के हजुरलाई यति नै हजुरहरूलाई कस्तो लाग्यो हाम्रो यो रमाइलो भिडियो मन पऱ्यो लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला थ्याङ्क्स फर वाचिङ गाइस बाई